अल्लाहु अक्बर भक्ति दर्शन हेरेर बसिरहनुभएका सम्पूर्ण दर्शकमा हार्दिक स्वागत व्यक्त गर्न चाहन्छौँ। आजको यस कार्यक्रममा हामी घण्टाघरमा अवस्थित जामा मस्जिदमा आएका छौँ र आज शुक्रबारको दिन, त्यसैले सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरू आफ्नो आराध्य देवको प्रार्थनाका लागि यस मस्जिदमा उपस्थित हुनुभएको छ। चाहे जुनसुकै धर्म होस्, चाहे जुनसुकै दर्शन होस्, आफ्नो आराध्य देवको प्रार्थना सबैले गर्नुहुन्छ। यसै गरी मुस्लिम धर्मावलम्बीहरूले पनि आफ्नो आराध्य देवको प्रार्थनाका निम्ति कुरान साथै नमाज पढ्ने गर्नुहुन्छ र आज शुक्रबारको दिन विशेष नमाज हुने गर्छ यस जामा मस्जिदमा। हामी आजको कार्यक्रममा नमाजको महत्त्व के छ र यसले उहाँहरूको जीवनमा पारेको प्रभावका बारेमा जानकारी लिने प्रयास गर्नेछौँ। हामी कार्यक्रममा हाम्रा विशिष्ट पाहुनासँग पनि यसै विषयमा रहेर कुराकानी गर्नेछौँ। आउनुहोस् आजको कार्यक्रम सुरु गरौँ। अशहदु अन्न मुहम्मदन حي على الصلاة حي على एउटा मुस्लिमले इस्लामका 5 आधार स्तम्भलाई सामान्य तथा असल कामको रूपमा प्रयोगमा ल्याउनै पर्छ। संक्षिप्तमा ती इस्लामका 5 व्यवहारिक स्तम्भहरू हुन्: शहादत, नमाज, जकात, रोजा र हज। दैनिक 5 वटा अनिवार्य नमाजहरू कायम गर्नु, सजदा गर्नु, कुरानका अम्जहरू पढ्नु, अल्लाहको प्रशंसा र सम्झना गर्नु र उनी समक्ष दया, क्षमा र स्वर्गको याचना गर्नु नमाज अन्तर्गत पर्दछन्।
नमाजको सुन्दरता र शक्तिको बारेमा कुरा गर्दा यसले हाम्रो प्राण र हृदयका लागि आध्यात्मिक विकास, मानसिक आराम, सहारा, मुक्ति, मनको शान्ति र प्रसन्नता प्रदान गर्दछन्। नमाजको सुन्दरता बढाउने वास्तविकता त्यो हो कि ईश्वरका सन्देष्टाहरू जस्तै कि आदम, नुह, इब्राहिम, मुसा, ईसा र मुहम्मदले नमाज पढ्थे र एक सत्य ईश्वरलाई सजदा गर्दथे। यसकारण मुस्लिमहरूले अल्लाहका ती महान रसुल र सन्देष्टाहरूको पाइलाको अनुसरण गरिरहेका छन्। यसबाहेक अन्य धेरै सुन्दर अवधारणाहरू पनि छन्, जस्तै ईश्वरप्रति माया, उनीप्रतिको नम्र भाव र समर्पण, याचना, एकता, समानता, धैर्यता, विनम्रता र अनुनय विनय नमाजमा सप्रमाण स्पष्ट भेटिन्छन्। حي على الفلاح حي على الفلاح सलात मस्तिष्कको शान्ति, मनको शान्ति र पुण्य प्राप्तिका लागि महान र अद्भुत साँचाहरू हुन्। पवित्र कुरान भन्छन्, ती व्यक्तिहरूले जसले इमान ल्याउनेछन् र जसको हृदयले अल्लाहको स्मरणबाट सन्तुष्टि प्राप्त गर्दछन्, र जानिराख अल्लाहको स्मरणबाट नै हृदयहरू सन्तुष्ट हुने गर्दछन्। أشهد أن لا إله إلا الله أشهد أن لا إله إلا الله أشهد أن محمدا رسول الله أشهد أن محمدا رسول الله حي على الصلاة
حي على الفلاح الله أكبر الله أكبر अहिले मसँग एकजना मुस्लिम धर्मावलम्बी हुनुहुन्छ। उहाँसँग म नमाजको बारेमा कुराकानी गर्दछु। सरको शुभ नाम? मोहम्मद इम्तियाज। सर कहाँदेखि आउनुभयो? म इन्डियाबाट। इन्डियाबाट। अनि सर आज शुक्रबारको दिन हजुर नमाजको लागि जामा मस्जिद नै किन आउनुभयो? आउनै पर्छ। हजुर शुक्रबार नमाज पढ्ने जे 5 टाइम नमाज पढ्छ, हजुर शुक्रबार आउनै पर्छ। नमाज पढ्न स्वास्थ्यको लागि पनि राम्रो छ हजुर और सबभन्दा नियत हजुर यसमा नियत दुरुस्त गर्नुपर्छ हजुर और इमान एकदम दुरुस्त गरेर हजुर नमाज पढेर जे पनि सोचेर हजुर पुरा हुन्छ। अनि हजुरको नाम बताइदिनुहोस्। मेरो नाम त म त कबीर अंसारी पऱ्यो। हजुर कहाँदेखि आउनुभयो? म नरदेवी नरदेवीबाट। हरेक शुक्रबार आउनुहुन्छ जामा मस्जिद? हरेक शुक्रबार आउँछु। नमाज दिनदिनै गर्नुहुन्छ, हो, तर दिन- आज शुक्रबारको दिन जामा मस्जिदमा आउनुभयो, हो। यसको कारण चाहिँ के होला? हो आजको दिन छ नि, त्यो हामीहरूको हप्ताको यो दिन छ नि, त्यो 7 दिनको एक हप्ता हुन्छ नि, त्यो शुक्रबारदेखि अनि ठुलो दिन हुन्छ के, हजुर त्यसैले एक साथमा हामीहरू आउँछु यहाँ हजुर नमाज पढ्नको लागि के ठुलो मस्जिदमा आउनु पर्यो, सानोमा आउनु पर्यो अनि हप्तामा एक दिन शुक्रबारको दिन। अनि बाँकी दिन त हरेक मस्जिदमा नमाज 5 टाइमको हुन्छ। हरेक नमाज पढ्नुहुन्छ। हस्, धन्यवाद सर। मेरो नाम मोहम्मद मीर हसन हो। सर कहाँदेखि आउनुभयो? रौतहट जिल्लाबाट हामी आएको। हजुर गाविस बस्ती टिचिङगढी वार्ड नम्बर 8 वीरता पर्यो। हजुर अनि आज शुक्रबारको दिन आज शुक्रबारको अनि आज जामा मस्जिदमा आएर नमाज पढ्नुभयो, हजुर, यसको हजुर। महत्त्व भनिदिनुहोस् न। यसको महत्त्व धेरै ठुलो छ। हामी व्याकरण गर्न हामी सक्दैन, किनभने यसको यति महत्त्व छ भने दुनियाँमा कसैले वर्णन गर्न सक्दैन। जस्तै आज शुक्रबारको दिन, हजुर। शुक्रबारको दिनको नमाजको छुट्टै महत्त्व छ भनिन्छ, अरू हजुर, दिनको भन्दा भिन्दै। हजुर त्यो चाहिँ कारण के हुनसक्छ? कारण के भने हामी चाहिँ अब सालमा हाम्रो 2टा चाडपर्व हुन्छ, जस्तै एउटा ईद मान्नु, एउटा बकरिद मान्नु, एउटा आउनेवाला छ। त्यति महत्त्व हाम्रो यो दिनको छ। अहिले मसँग हुनुहुन्छ आजका यस कार्यक्रमका विशेष पाहुना मौलाना नजरुल हुसैन फलाही। उहाँ नेसनल मुस्लिम फोरमका महासचिव हुनुहुन्छ र आज म उहाँसँग आजको विशेष प्रसङ्ग नमाजका बारेमा कुराकानी गर्दैछु। सरलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। सर, नमाज भनेको के हो? यो नमाज त हुन त यो असल ट्रान्सलेसन हो, उर्दू वा फारसीमा नमाज भन्छ। असल अरबीमा जुन यो शब्द आउँछ उसको त्यो छ सलात। सलात भनेको हुन्छ प्रार्थना, दुआ, हैन? किनभने यो जुन सलात छ या नमाज छ त्यसमा पूर्ण रूपले ईश्वरमा विलय भएर हैन भक्तिको चरम सीमासम्म पुगेर भक्ति गर्छन् र त्यसमा ईश्वरसँग प्रार्थना गर्छन्। र खास कुरा के हो अरू भक्तिहरूमा, अरू उपासनाहरूमा र यस नमाजमा कि अरूमा तपाईले उपासना गर्नुभयो, तपाईलाई त्यसको जुन अल्लाहले दिनु छ तपाईलाई उसको जुन प्रतिफल त्यो अल्लाहले दिनेछन्। तर नमाजमा त अल्लाहसँग प्रत्यक्ष कुराकानी पनि हुन्छन्। त्यसैले यसलाई चाहिँ सलात भनेर भन्छन्, तर हामी यता नमाज भनेर भन्छौँ। नमाजको महत्त्वको बारेमा थोरै प्रकाश पारिदिनुहोस्। नमाज भनेको इस्लाममा सबैभन्दा महत्त्वपूर्ण आधार स्तम्भ हो। इस्लामको एउटा दुई किसिमले हामी बुझ्न सक्छौँ। इस्लाम एउटा त पूर्ण वे अफ लाइफ हो, त्यसमा जिन्दगीको सबै काम आइहाल्छन्। त्यसमा भक्तिमा आउँदा इस्लाममा एउटा आस्था हुन्छ, मूलभूत आस्थाहरू, र दोस्रो हुन्छ आधार स्तम्भहरू। त आधार स्तम्भहरू 5 वटा छन्। त्यसमा सबैभन्दा चाहिँ इम्पोर्टेन्स अहम चाहिँ त्यो नमाज हो। यदि त्यसमा भनेको छ कि कोही मान्छे यदि नमाज पढ्दैन भने जानी नमाज छोड्छ भने ऊ मुस्लिम हुन सक्दैन।
र नमाजको अर्को इम्पोर्टेन्स मैले जुन अघि भने यसमा अल्लाहसँग कुराकानी गर्नु छ। तेस्रो यसको इम्पोर्टेन्स नमाजको के हो भने यदि मान्छेले शुद्ध मनले नमाज पढ्यो भने उसको ऊ चरित्रवान हुन्छ, त्यसमा सबै नराम्रो कुराहरू उसको गएर जान्छन्। र यो नमाज यदि राम्ररी पढ्यो भने मान्छे चाहिँ यो के अरे यो नमाजमा अर्को यो नमाज हेर्दा एउटा पूर्ण तपाईँ हेर्नुहुन्छ भने नि जीवनको पूर्ण चिज यहाँ आएको हुन्छन्। नमाज मुस्लिम धर्मावलम्बीहरूको जीवनमा कस्तो अर्थ राख्दछ? जस्तै मैले भने नि के जसरी हाम्रो लागि हावा जरुरी हो, हावाले हामीलाई यदि पाइएन भने हामी जीवित बस्न सक्दैन भने नमाज त्यसरी नै हाम्रो लागि एउटा मुस्लिमको लागि जरुरी हो। नमाज भनेको यो हाम्रो आफ्नो फाइदाहरूको लागि हो हैन। अल्लाहको प्यारा नबी हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो कि यदि यो नमाज मेरो आँखाको ठण्डक त बुझ्नुहुन्छ नि, त्यो हो। यिनी सबैभन्दा प्रिय चिज नमाज हो। र नमाजको बारेमा अलिकति भन्दा तपाईँ हेर्नुहोस् त, पहिला कुरा नमाजमा एउटा नमाज हुन्छ एक्लै पढ्ने, जसलाई सुन्नत वा नफल भन्छौँ। भनेको मान्छेको पर्सनल लाइफ हुन्छ, त्यसले समाजको त्यो अङ्गलाई दर्शाएको हुन्छ। अर्को नमाज हुन्छ सामूहिक रूपमा पढ्ने, त्यसको के मतलब भयो? मानव जातिको एउटा पर्सनल स्टेटस पनि छन् र ऊ समाजी मान्छे पनि छन्। तेस्रो नमाज के हो भने तपाईँ नमाजमा हेर्नुहोस्, कोही धनी होस् गरिब होस् ठुलो एकदम पढे लेखेको कम पढे लेखेको जो भए पनि जो पहिले आउँछ ऊ अगाडि बस्छ, जो पछि आउँछ ऊ पछाडि बस्छ। भने यहाँ चाहिँ नमाजले के सिकाउँछ भने जो जुन कुरामा अगाडि बढ्छ उसको हक छ अगाडि बढ्ने। अर्को के छ? एक सफमा उभिनु, यानि मानव समान हो, सबै बराबरी हो। अर्को नमाज पछि हामी जब बाहिर निस्किन्छौँ एकअर्कासँग भेट्छौँ भने एउटा समाजी सद्भाव पनि बन्छ। यो त समाजी पर्सपेक्टिभ भयो। अर्कोतिर मैले भने कि नमाजमा अल्लाहसँग कुराकानी हुन्छ भन्ने यो नमाजबाट हाम्रो जुन आस्था छ, इमान छ, त्यसमा वृद्धि हुन्छ। मान्छे चाहिँ अल्लाहसँग नजिक हुँदै जान्छ, उहाँसँग पाप र दुष्कर्महरू टाढा हुँदै जान्छन् र सत्कर्महरूतिर ऊ चाहिँ बढ्दै जान्छ। नमाज दिनमा कतिपल्ट पढिन्छ? नमाज दिनमा 5 पल्ट पढिन्छ। र यो शुक्रबारको नमाजको महत्त्व चाहिँ छुट्टै छ नि, यसको बारेमा छोरी भन्नु। हेर्नुहोस्, मैले जसरी भने नि कि नमाज पूर्ण लाइफ यदि पूर्ण इस्लामलाई हेर्ने हो भने उसको एउटा झलक चाहिँ नमाजमा आउँछ। जस्तै 5 वक्तको नमाजमा अल्लाह तालाले के भनेका छन्, जुन 5 टाइमको नमाजको जुन फर्ज नमाज छन् त्यसमा यदि तपाईँ भ्याउन सक्नुहुन्छ, भ्याउनेको अर्थ यो होइन कि अरू कामलाई इम्पोर्टेन्स दिएर नआउने। भ्याउनको मतलब यति नजिकमा बस्नुहुन्छ कि जहाँबाट मस्जिद आउन तपाईँलाई अप्ठ्यारो छैन, कुनै काम यस्तो मतलब यदि अप्ठ्यारो स्थिति छैन, कुनै त्यस्तो प्रब्लम आएको छैन भने प्रत्येक नमाजमा नजिकको मान्छेलाई मस्जिदमा आएर नमाज पढ्न जरुरी छ। त्यसको चाहिँ पुण्य बढी हुन्छन्। तर यदि कोही कसैलाई भ्याएन, कुनै यस्तो प्रब्लम भयो भने उसले आफ्नो ठाउँमा पनि नमाज पढ्न सक्छ। र शुक्रबारको के हो भने शुक्रबार भनेको 1 हप्तासम्म समाजमा कस्तो कुरीति आयो, राम्रोपन आयो, कुन कुरा भन्नुपर्ने हो, त्यसैले यदि इस्लामिक स्टेट हुन्छ भने नमाज त्यो स्टेटको हेड अफ द स्टेटले पढाउँछ। र जुन सहरमा हुन्छ त्यहाँ चाहिँ त्यहाँको अहिले यहाँ भन्न सक्छौँ कि त्यहाँको सिडिओले पढाउँछ र उसले तोकेको मान्छेले। मतलब एउटा यस्तो हो कि 1 हप्तामा समाजलाई कस्तो किसिमको गाइडेन्स दिनुपर्ने हो, कुन कुरा बताउनु पर्ने हो, त्यसको लागि एउटा ठुलो एरियाको मान्छे चाहिँ एक ठाउँमा भेला भएर नमाज पढ्छ। यसको ताकि हामी मान्नुहोस् कि प्रत्येक नमाजमा हामी एक एरियाको नजिकको मान्छे आएर नमाज पढ्थ्यो भने शुक्रबारको दिन हामी चाहिँ अब अलि लामो डिस्टेन्समा भनेको हाम्रो चाहिँ ऊ बढ्दै गयो। त्यसैले जुमाको यति इम्पोर्टेन्स हो कि त्यसैले जुमाको नमाज चाहिँ एक्लै पढ्न मिल्दैन, त्यो जामे मस्जिदमै पढ्नुपर्छ।
त्यसैले नमाज पहिलेको जुन प्रवचन हुन्छ धार्मिक प्रवचन जसलाई खुतबा भन्छौँ हामी त्यो सुन्न पनि त्यसको पनि पुण्य छ। यहाँसम्म कि त्यति बेला बोल्न एकदम मनाही गरेका छन्। त्यसैले यो जुमाको धेरै इम्पोर्टेन्स छ। धन्यवाद सर, हामीसँग कुरा गरिदिनु भयो, यसको लागि धेरै धन्यवाद तपाईँलाई। हरेक धर्ममा प्रार्थनाको आफ्नै महत्त्व हुन्छ। यसै गरी मुस्लिम धर्ममा पनि नमाजको आफ्नै महत्त्व छ। जे होस्, आफ्नो परमात्माको, आफ्नो ईश्वरको, आफ्नो अल्लाहको प्रार्थना सबैले गर्नुहुन्छ र आफ्नो मनको शान्तिका लागि, आफ्नो छोराछोरी, आफ्ना इष्टमित्रको सुख शान्तिका लागि, विश्व कल्याणका लागि प्रार्थना अति नै महत्त्वपूर्ण छ। हवस् त, आजका लागि यस कार्यक्रमबाट भक्ति दर्शन टिम बिदा माग्दछ। नमस्कार।